नमस्कार, म डाक्टर जागेश्वर गौतम। आज यहाँहरूलाई म चाहिँ गर्भावस्थाको बारेमा, एन्टिनेटल केयरको बारेमा बताउन गइरहेको छु। सबभन्दा पहिला गर्भ बस्नुभन्दा अगाडि प्रिनेटल चेकअप भन्छौँ हामी, प्री कन्सेप्सनल काउन्सेलिङ गर्नुपर्छ। केही दीर्घ रोगहरू छन् भने ती रोगहरूको चाहिँ उपचार गर्नुपर्छ, इन्भेस्टिगेसन गर्नुपर्छ। गरिसकेपछि सबै हिसाबले दम्पति कन्सिभ गर्नलाई लायक छन् भन्ने भइसकेपछि कन्सिभ गर्ने प्लान गर्नुपर्छ। र कन्सिभ गर्नुभन्दा अगाडि 3 महिना अघिदेखि फोलिक एसिड 5 मिलिग्रामको ट्याब्लेट प्रत्येक दिन खाने गर्नुपर्छ। र त्यसले चाहिँ बच्चाहरूमा हुने जुन कन्जेनाइटल एनोमेली हो, एब्नर्मल बच्चा जन्मिने, विकलाङ्ग जन्मिने जुन सम्भावना हो, त्यसलाई न्यून गर्छ। र बच्चा पाउने भनेको रहरले हो, बच्चा कहिल्यै करले पाउनु हुँदैन। करले पाउँदाखेरि चाहिँ यसका अनेक समस्याहरू आइपर्छन्। मेन्टल्ली रेडी नहुँदाखेरि, स्वास्थ्य शारीरिक रूपले रेडी नहुँदाखेरि बच्चाहरूमा समस्याहरू पनि आउने गर्छ। जब चाहिँ महिनावारी रोकिन्छ, महिनावारी रोकिसकेपछि प्रेग्नेन्सी टेस्ट गर्नुपर्छ। वाकवाक लाग्ने, खान मन नलाग्ने, पिसाब छिटो लाग्ने, तल्लो पेट अलिकति दुख्ने, मुड स्विङ हुने, यो समस्याहरू चाहिँ अर्ली प्रेग्नेन्सीमा देखिन्छ। र त्यो भइसक्दा सक्दै पिसाबको जाँच गरेर कन्फर्म गर्नुपर्छ। र पिसाबको जाँच भइसकेपछि करिब 6 हप्तामा, भनेको महिनावारी रोकिएको 2 हप्तापछि सुविधा छ भने एउटा अल्ट्रासाउन्ड गराउनुपर्छ। त्यसले चाहिँ बच्चा पाठेघरभित्र बसेको हो कि नलीमा बसेको हो कि बच्चा डेभलप भएको छ कि छैन, अझ सुविधा छ भने त ट्रान्सभेजाइनल स्क्यान गरेर बच्चा कहाँनिर छ भन्ने पत्ता लगाउनुपर्छ। र बच्चा बसिसकेपछि अल्ट्रासाउन्ड नगर्दै कहिले पनि टाढाको यात्राको प्लान गर्नु हुँदैन, किनभने 100 जनामा 1 जनाको बच्चा पाठेघरभित्र नबसिकन नलीमा बस्ने सम्भावना हुन्छ। नलीमा बस्यो, नली फुट्यो भने त्यसले अरू समस्याहरू ल्याउँछ। र यति भइसकेपछि जब 3 महिना पुग्छ, 3 महिना पुगिसकेपछि बच्चामा कहिलेकाहीँ कन्जेनाइटल एनोमेलीको अर्ली डिटेक्सन हुनसक्छ। त्यो भनेको नुकल ट्रान्सलुसेन्सी हेर्ने हो। अल्ट्रासाउन्डमा एन्टी स्क्यान भन्छन्, त्यसमा चाहिँ नुकल फोल्ड थिकनेस हेर्ने र चाहिँ नेजल बोन डेभलप भएको छ कि छैन हेर्ने, र अरू एनोमेलीहरू, सिस्टिक हाइग्रोमाहरू, अरू समस्याहरू पनि देखिन सक्छ। त्यसको लागि चाहिँ 12 हप्तामा अल्ट्रासाउन्ड गर्नुपर्छ। र 13-14 हप्ता भइसकेपछि टिटानस टोक्सोइड, आजकल चाहिँ टिटी इन्जेक्सन पाइन्छ, त्यो लगाउनुपर्छ। र कम्तीमा पनि 1 महिनाको फरकमा 2 चोटि लगाउनुपर्छ। र त्यसपछि चाहिँ आइरन क्याल्सियम ट्याब्लेट चाहिँ 13-14 हप्तापछि सुरु गर्नुपर्छ। कसैको भमिटिङ धेरै छ भने अलि ढिलो पनि सुरु गर्न सकिन्छ। त्यसपछि गएर 19 देखि 21 हप्ताको बिचमा एनोमेली स्क्यान, अङ्गहरू हेर्ने स्क्यान चाहिँ गर्नुपर्छ। त्यसले चाहिँ धेरै जसो 80% कन्जेनाइटल एनोमेलीहरू डायग्नोसिस हुनसक्छ, पत्ता लाग्छ। त्यसपछि सुविधा छ भने एउटा चाहिँ फिटल इकोकार्डियोग्राम पनि गर्न सकिन्छ। र 20 हप्ता भएपछि तौल चाहिँ बढ्न थाल्छ, अनि रगत पातलो हुँदै जान्छ, रगतको झोल पदार्थ बढ्ने र रातो रक्तकण चाहिँ कम हुने भएको भएर डाइल्युसन हुन थाल्छ र एनेमिया डेभलप हुन सक्छ। र करिब 28 देखि 30 हप्ताको बिचमा चाहिँ एउटा ग्रोथ स्क्यान पनि गर्नुपर्छ। र 20 हप्तापछि हरेक 4-4 हप्तामा एन्टिनेटल चेकअप गर्ने, प्रेसर बढेको छ कि छैन हेर्ने, तौल कति बढेको छ त्यो हेर्ने, अरू चाहिँ समस्याहरू केही छ कि त्यो पनि हेर्ने। र 26 देखि 28 हप्ताको बिचमा ग्लुकोज च्यालेन्ज टेस्ट भन्छौँ हामी, जीसीटी भन्छौँ। महिलाहरूमा चाहिँ नर्मल महिलाहरूमा पनि ब्लड सुगरको मात्रा बढ्ने हुन सक्छ। यो एकदमै राइट टाइम चाहिँ यो ब्लड सुगरको टेस्ट गर्ने 26 देखि 28 हप्ताको बिचमा हो। र यही बेला रगत जाँच्दाखेरि यदि पहिल्यै जाँच गरेको छैन भने सेरोलोजी, हेमोग्लोबिन, पिसिबी, प्लेटलेट, युरिनारी
मिल्छ भने थाइरोइड फङ्सन टेस्ट यस्तो टेस्टहरू चाहिँ गर्नुपर्छ। र 7 महिना पुगिसकेपछि एन्टिनेटलको भिजिट चाहिँ अलि हामी छिटो गर्छौँ। प्रेसर बढेको छ कि छैन हामी हेर्छौँ, खुट्टा सुन्निएको छ कि छैन, बच्चाको साथी साल चाहिँ ठिक ठाउँमा बसेको छ कि छैन, यस्तो कुराहरू हेर्ने गर्छौँ। यदि आरएच नेगेटिभ आमा हुनुहुन्छ भने हामी 28 हप्तापछि 4 हप्ताको फरकमा हामीले चाहिँ एन्टिडी हेर्न सक्छौँ। तर ब्लड ग्रुप नेगेटिभ भएको आमा जसको बच्चा पहिला पोजिटिभ जन्मेको थियो उसलाई चाहिँ यसरी हेर्नुपर्छ र पहिलो पाली हो भने हेर्नै पर्छ भन्ने जरुरी छैन। र यो बीचमा महिला आफै, श्रीमान, परिवारका सदस्यहरूलाई हामीले पहिल्यै बताउनुपर्छ कि डेलिभरी कहाँ गर्ने, समस्या परेको बेला कहाँ जाने डेलिभरीको लागि, के सामान चाहिन्छ, बाटो खर्चको व्यवस्था गर्ने, अस्पतालहरूमा डेलिभरी कति ठाउँमा त फ्री हुन्छ, फ्री नहुने ठाउँमा पैसाको जोरजाम गर्ने र कुनै पनि अवस्थामा यदि रगत बग्यो भने, छल्ल पानी बग्यो भने, बच्चा दिनभरिमा 10 चोटिभन्दा कम चल्यो भने स्वास्थ्य संस्थामा जानुपर्छ र गएर उचित उपचार लिनुपर्छ। र हाम्रो अस्पतालमा चाहिँ 26 हप्ताभन्दा पछाडि जन्मेको बच्चा छ भने बचाउन सकिन्छ। यदि यस्तो समस्या पर्यो भने आवश्यकता हेरेर छिट्टै डेलिभरी पनि गर्न सकिन्छ। र फ्यामिली मेम्बरहरूले प्रेग्नेन्सीको बेलामा महिलालाई कम्तीमा पनि आराम गर्न दिने, बेला बेलामा खाना खान दिने, पोषणयुक्त खाना उपलब्ध गराउने, जो चाहिँ शाकाहारी छ उसलाई गेडागुडी, फलफुल, हरियो सागपात, दाल, पनिर यस्तो चिजहरू यस्तो दिनुपर्छ। र जो चाहिँ मासु खानुहुन्छ उहाँलाई चाहिँ अन्डा, मासु, माछाहरू यस्तो पनि थप गरेर दिनुपर्छ। र प्रेग्नेन्सीको बेला कुनै पनि महिलालाई चाहिँ टर्चर गर्नु हुँदैन, दुःख दिनु हुँदैन, किनभने उहाँको मानसिक अवस्थाले भोलि जन्मिने बच्चाको स्वास्थ्यलाई पनि फरक पार्छ। र अस्पताल जाँदा अस्पतालमा सबै सुविधा भएको अस्पताल रोज्नुपर्छ। एनआइसीको सुविधा राम्रो होस्, 24 घण्टा डेलिभरी गर्ने सुविधा होस्, सकभर सिजेरियन सेक्सन भन्दा नर्मल डेलिभरी गर्ने ठाउँ होस्, त्यो खालको स्किल म्यान पावर होस्, त्यस्तो ठाउँमा जानुपर्छ। र सेवा लिँदाखेरि लेबर पेन भएको बेला, लेबर पेन कसरी भयो भनेर त दुखेको आधारमा, पानी रगत बगेको आधारमा पत्ता लगाउन सकिन्छ। हरेक 10 मिनटमा कम्तीमा पनि एकचोटि पेट दुख्यो भने त्यो लेबर पेन हुन सक्छ। त्यस्तो अवस्थामा अस्पताल जानुपर्छ। र अस्पताल जाँदा आमाको लागि, बच्चाको लागि चाहिने सरसामानहरू पनि लिएर जानुपर्छ। अस्पतालमा कुरुवाको पनि व्यवस्था गर्नुपर्छ। औषधिहरू किनेर ल्याउन, आवश्यक परेको बेला ब्लड एरेन्ज गर्न, अरू कामका लागि कुरुवाको जरुरी पर्छ। र लेबर पेन भएको महिलालाई चाहिँ एकदमै दक्ष प्रसुतिकर्मीको निगरानीमा राखेर लेबर पेनलाई मोनिटर गर्नुपर्छ। र हाम्रो अस्पतालमा अहिले पेनलेस डेलिभरी पनि गर्ने सुविधा छ। कति आमाहरूले पेन सहन सक्नुहुन्न, सहन चाहनुहुन्न, उहाँहरूलाई हामी पेनलेस डेलिभरी गरिदिन्छौँ। इपिड्युरल एनेस्थेसिया दिएर एनेस्थेसियोलोजिस्टहरूले यो कुरा उपलब्ध गराउनु भएको छ। र डेलिभरी गर्दाखेरि एकदम हार्मोनिक वातावरणमा डेलिभरी गर्नुपर्छ। बच्चालाई चाहिँ राम्रोसँग स्याहार गर्नुपर्छ। बच्चा जन्मिसकेपछि उसलाई चाहिँ एक्सक्लुसिभली ब्रेस्ट फिडिङ गराउनुपर्छ। र सबभन्दा धेरै समस्या चाहिँ डेलिभरी पछि पोस्टपार्टम हेमोरेज हुन सक्छ। त्यसको प्रिभेन्सनको लागि चाहिँ हामी अक्सिटोसिनको, प्रोस्टाग्ल्यान्डिनहरूको प्रयोग गर्छौँ। यसरी जन्मिसकेको बच्चालाई हामीले ठिकसँग केयर गर्यौं भने आमा बच्चा दुवैको स्वास्थ्य राम्रो हुन सक्छ। यो नै हाम्रो उद्देश्य हुनुपर्छ। धन्यवाद, नमस्कार।